हेलो साथीहरु, गुड मर्निङ है सबैजनालाई। अहिले भने चाहिँ म ड्युटी आइपुगिसकेँ हो। आज चाहिँ हाम्रो काम अलगै हुनेवाला छ हो। हाम्रो काम चाहिँ के छ भने म तपाईहरुलाई म देखाउन गइरहेको छु है। आज चाहिँ हाम्रो काम पेन्टिङको काम चल्नु आँटेको छ है। आज चाहिँ हामी गार्डनको काम छोडेर आज पेन्टिङ पनि गर्दैछौँ हामी चाहिँ हो। यहाँ हेर्नुस्, पेन्टिङ रङ चाहिँ हामीले रेडी राखिरहेको छौँ है। यो रङ चाहिँ अब हामी कहाँनिर लाउँछु भन्दाखेरि चाहिँ अब है तपाईहरुलाई म देखाउँछु। यो चाहिँ हाम्रो गार्डनकै उयसमै हुन्छ हो। यो रङ चाहिँ हामी यहाँनिर यो देख्नु हुँदैछ है, यहाँनिर लाउँदैछु हामी हो। यहाँ लाउनेवाला छु आज। यहाँदेखिको वहाँसम्म छ। अन्त यता पनि एकदम पर गेटसम्म छ यहाँ हाम्रो यो रङ लाउनु पर्ने हो। तल गेट छ नि, वहाँ गेटसम्म छ यो चाहिँ रङ लाउनु पर्ने आज हो। आज चाहिँ हाम्रो सन्डेको काम चाहिँ यही छ साथीहरू हो। एकजना साथी चाहिँ झाडुले त्यो माथिको धुलोमुलोहरू सफा गर्दैछ साइड हो। अन्त एकजना भाइ चाहिँ यहाँ गमलामा रङ लाउने भनेर रेडी भइरहेको छ हो। अब यो भाइले चाहिँ गमलामा रङ लाउँदैछ है। गमलाको हालत चाहिँ एकदम बेकार भइरहेको छ साथीहरू। हेर्नुहोस् ल, तपाईँहरूलाई म देखाउँदैछु गमलाको रङ कस्तो भएको छ भनेर। अब उसले रङ गर्दैछ। अब हिजो पनि गरे, आज पनि गर्छ हो। आज चाहिँ रङ यो गमलाहरूको हालत हेर्नु नि, कालो नकालो भइरहेछ हो। भाइले चाहिँ आजदेखि यहाँ रङ गर्छ हो। यतापट्टि एकदम चकचक बनाइदिनु भाइ ल। रङ चाहिँ ओ केटा एकदम दामी बनाउने ल। अब यहाँ चाहिँ एकजना झाडु मास्टर झाडु सफा गर्दैछ हो। आजको हाम्रो काम चाहिँ यस्तो छ साथीहरू। हेर्दै गर्नुहोस् होला हाम्रो सानो मिठो ब्लग है। तपाईँलाई मन पऱ्यो भने लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् होला हो। यस्तै आउँछ हाम्रो ब्लगहरू चाहिँ, कलेजको ड्युटीको यस्तै ब्लगहरू छ। किनभने काहीँ पनि हामी घुम्न जान पाएको छैन हो। त्यही भएर चाहिँ हामी यस्तै कामहरू गर्दैछौँ आज। भिजिट छ भनेर चाहिँ आज इमर्जेन्सी काम बोलाएको हामीलाई सन्डेको दिनमा, नभए चाहिँ हाम्रो छुट्टी थियो आज हो। ल साथीहरू हेर्दै गर्नुहोस् होला। बाई बाई।